रवि लामछाने मुद्दा के सहकारी ठग अनि प्रमाण खोइ त प्रमाण खोइ भनेको प्रमाण चाहिएन भने त्यस थुनेर मात्र हुन्छ अनि राज्य आतंक होइन यो सरासर प्रमाण त अनुसन्धान गर्दैछ छानबिन गर्दैछ आउँछ भनिरहेछ नि त अनि कहिले आउँछ एउटा चाहिँ प्रमाण रवि लामछाने मात्रै हो हेर्नुहोस् त गगन थापाले के भन्नु भएको थियो 7-7 वटा अदालतले पूर्वपक्ष चलान गरिरहेको व्यक्तिमाथि फेरि पनि यो केही पनि देवत्वकरण गर्नु चाहिँ यो भएन यो तपाईँको कस्तो भने यो के अरे गगन थापाको राजनीति भविष्य चक्राचुर हुने भयो आज प्रधानमन्त्री हुने लेभलमा पुगेका गगन थापा रवि लामछाने आइसकेपछि त गृहमन्त्री उसले पहिला खाइदियो अब प्रधानमन्त्री हुने लेभलमा पनि उही थियो किन 84 मा त काङ्ग्रेस एमालेमा सबै बढाइनेवाला थियो होइन त्यसैले गर्दाखेरि राजनीति भविष्य जोगाउनको लागि एउटा रवि लामछाने माथि ठुलो भन्दा ठुलो घात गरेको छ किनभने गगन थापाले प्रमाण छ यो प्रमाण त्यो प्रमाण किन देखाएको देख्नु भएन संसद भवन उभिन्थ्यो त रवि लामछाने जेल तोक्या छ यदि प्रमाण भएर जेल तोक्नु पर्यो नि त हामी जेल तोक भन्छौँ के रवि लामछानेले भन्दा पनि ठुलो मुद्दा लागेका चाहिँ काङ्ग्रेस एमाले माओवादीका व्यक्तिहरू चाहिँ बाहिर खुलेमा हिँडिरहँदाखेरि उनलाई चाहिँ कारागारमा कठघरामा चाहिँ थुनेर राख्नु भनेको यो चाहिँ अपराध होइन किन भन्दाखेरि रवि लामछानेले त ढलोटी बुझाएको छ ढलोटी बुझाएको मान्छे के को आधारमा जेलमा बुझिरहेको छ ढलोटी बुझेपछि बाहिर निस्किनु पर्ने होइन यो कुरा किन बुझ्दैन क्या रविको मैले यति पनि रविको झोले भन्छ मैले रविलाई भोट नहालेको मान्छे रविको विरोध गरेको मान्छे मेरो सामाजिक सञ्जाल हेर्न सक्नुहुन्छ क्या मैले लेखेको छु रवि लामछाने यो कार्य गलत छ भनेर तर आज रवि लामछाने माथि चाहिँ प्रतिशोध साधेको कारणले गर्दाखेरि काङ्ग्रेस एमाले माओवादी नै बढाउने अवस्थामा पुगेको छ जेनजीले पनि रविलाई साथ दिनुपर्छ रवि लामछाने माथि राज्यले चाहिँ नि प्रतिशोध साधेको हो यो चाहिँ राज्य आतङ्क हो यो चाहिँ नि निरङ्कुशताको प्रकाश हो किन भन्दाखेरि रवि लामछानेले जुन भ्रष्टाचारको फाइल खोल्दा 24 घण्टामा सरकार ढलेको छ रवि लामछाने भन्दा 10 गुणा बढी भ्रष्टाचार गरेका चाहिँ नि व्यक्तिहरू आज सडकमा खुलियाम हिँडिरहेका छन् आज अदालतमा हाजिरहेका छन् सुन्नु न आज त्यही केसमा सेम केसमा जो सदस्य छ ल्याब चलाएर पैसा झिकेका छ धनराज गुरुङ लगायतका चाहिँ व्यक्तिहरू पनि छन् तिनीहरू आजै तपाईँको चाहिँ अदालतमा भेला भएर के अरे हाजिर भएर आज भरटी बुझाएर आजै तपाईँको चाहिँ रिहाई भएको छ रवि लामछाने थुनेर कार्य के अरे अनुसन्धान गर्ने कारण के छ ज्ञानेन्द्र साई र रवि लामछानेले यो देशको लागि चाहिँ ठुलो भूमिका गरेको छ किन भन्दाखेरि आज रवि लामछानेले यो देशमा चाहिँ देश विदेशमा यी काङ्ग्रेस एमाले माओवादीका चाहिँ कार्यकर्ताहरूले मेन पावर खोलेर मेन पावरबाट ठगी गरेर विदेश पठाएका चाहिँ फसेका पीडित चाहिँ लाखौँको सङ्ख्या रवि लामछाने उद्धार गरिरहेको थियो तर दुबईमा समेतमा धेरै राखेको थियो होइन ज्ञानेन्द्र साईले तपाईँ नेपालमा चाहिँ 2072 सालदेखि मैले भिडियो हेर्छु नेपालमा यो शीर्षकमा यसरी नीतिगत भ्रष्टाचार भइरहेको छ यो भ्रष्टाचारको अन्त्य गर्नको लागि आम युवा समूह आउनुपर्छ भनेर आह्वान गरिरहेका थिए यी व्यक्तिहरूको आक्रोशबाट चाहिँ नेपाली जनताहरूले चाहिँ युवाहरूले बुझिरहेका थिए यिनीहरूका भिडियो तपाईँको एक शब्द बोल्दाखेरि चाहिँ बिलियन भ्युज जान्थ्यो जसले गर्दा हो पक्कै पनि देशमा चाहिँ यो काङ्ग्रेस एमाले माओवादी अत्याचार गरेर छ भ्रष्टाचार गरेर छ भन्ने कुरा चाहिँ बुझेर आज तपाईँको जेनजी आन्दोलन सफल भएका छन् त्यसकारण रवि लामछानेले जुन नखु कारागारबाट निस्क्यो नि निस्किँदै गर्दाखेरि चाहिँ केही चाहिँ जेनजीका चाहिँ साथीहरूले भने हाम्रो रवि लामछाने निकाल्ने माग होइन भने होइन रवि लामछाने जस्ता व्यक्तिहरू चाहिँ लगायतका ज्ञानेन्द्र साई जस्ता व्यक्तिहरूलाई बाहिर राखेर आवश्यकता हो देशको लागि किन आवश्यकता होइन त यी काङ्ग्रेस एमाले माओवादीलाई बढार्ने हो तपाईँको प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चाहिँ ल्याउने यी गृहमन्त्रीले सेकेन्ड टु सेकेन्ड डे टु डे तपाईँको गिन्ती गरेर फाइल खोल्नुपर्ने अवस्था थियो किन आठ गरिरहेका छैन आठ हो त्यो यहाँ दबाब छ होइन दबाब छ हामीले भने हेर्नुहोस् न हिजोका दिनमा सरकारले ढल्ने दबाब त थियो नि रवि लामछानेलाई रवि लामछानेलाई त तपाईँले चिन्नुहुन्छ होला नि किन बुझ्नुहुन्छ होला नि हेर्नुहोस् त रवि लामछानेलाई त्यत्रो दबाब हुँदाखेरि पनि तर रवि लामछाने फाइल खोले तर अहिलेको सरकारले किन हेर्नुहोस् त जेनजी पुस्ताले नयाँ स्वतन्त्र रूपले सडकबाट बनाएको सरकार छ तर त्यो हिम्मत आँट किन बन्दैन त्यही त विदेशी प्रभाव र दबाबमा यिनीहरू परीक्षा छ त्यस कारणले गर्दा नै माथि घरमा तपाईँ देख्नुभयो नि त हामी तपाईँ घाइते सहित माथि घरमा वास्तविक जेनजी फेरि आज धर्ना बसिरहेको छ नि त ओम प्रकाश अर्यालजीले आदेश दिइसक्नु भएको छ राजनीतिक दबावमा बन्द गरिएका फाइलहरू अब तुरन्त खोल्नु र कारबाही प्रक्रिया अगाडि बढाउनु भनिसक्नु भएको छ अब के आर्जु देउबा राणालाई पक्राउ गर्ने त्यो हिम्मत आँट यो गृह मन्त्रालयले गर्छ कि गर्दैन अहिलेका मनोज केसीले गर्नुहुन्छ कि नै तपाईँलाई के लाग्छ यो देशमा 70 वर्षदेखि लुट्दै आएका काङ्ग्रेस र 60 वर्षदेखि लुट्दै आएका चाहिँ एमाले र तपाईँको 30 दशकदेखि लुट्दै आएका माओवादीहरू जुन खोक्रो जुन यो देश अवस्था हुनु भनेको यी तीन शीर्षस्थ दलहरू हो त्यसैले गर्दाखेरि सबै भ्रष्टाचारका काण्डहरू यी काङ्ग्रेस एमाले माओवादीकै नेताहरूमा आफन्तहरूमा गएर जोडिन्छ जति बेला जुन मेन भ्रष्टाचारी हुन्छ काङ्ग्रेस र एमाले दुई पार्टीहरू हुन् यिनीहरूले गरेका भ्रष्टाचार तपाईँको महाकाली धरी बेचेर खाने भनेपछि आज रवि लामछानेले गरेको जुन निर्णय छ नि त्यो निर्णय त तल्का नै पिट्या हो किन भन्दाखेरि आज हेर्नुहोस् त हिजोका दिनमा रवि लामछानेले आर्जु देउबालाई पक्राउ गर्न
सम्म जुन हिम्मत आँट गरेका थिए सरकार ढल्यो रवि लामिछाने जेल कोचियो अब के यो गृह मन्त्रीलाई कतै यदि आर्जुलाई पक्राउ गर्यो भने यो सरकार ढलेर कतै जाने त होइन त्यो अवस्था बन्दैन कतै राजनीतिमा आफ्नो चाहिँ छोराले बाउले छोरा नभन्ने अवस्था छ त्यो संस्कारको विकास भएको छ सुशीला कार्कीजी तपाईँलाई के पदको डर लाग्यो लोभ लाग्यो तपाईँको त्यो कुर्सीमा अहिले पनि रगत गन्ध आइरहेको छ तपाईँलाई अलिकति चेतना छ भने हिजो तपाईँ 23 गते जुन 21 जना मर्यो 19 जना त्यो दिन भोलिपल्ट 24 गते बिहान गरेर के भनेको थियो त्यो गृहमन्त्री